नेपालको राजधानी काठमाडौँभन्दा करिब 250 किलोमिटर पर नेपाल र भारतको सीमान्त नजिकै सुस्ता गाउँपालिका र बोटघाट नगरपालिकाको बीचमा रहे बेग्लै भाषा संस्कृति मूल्य र मान्यतालाई आफ्नो अँगालोमा लुकाएर नजिकै बग्ने नारायणीको सुसेली सुन्दै एउटा अनौठो आभास दिइरहेको छ त्रिवेणीमा। यस ठाउँको नाम चाहिँ संस्कृत शब्दबाट रहन गएको पाइन्छ। त्रि भन्नाले 3वटा र बेली भन्नाले नदीहरूको सङ्गम स्थल भन्ने बुझिन्छ। सोना, नारायणी र तप्सा नदीहरूको सङ्गम स्थलमा प्रसिद्ध त्रिवेणी धाम पर्दछ। यो ठाउँ नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका सुस्तामा पर्दछ। कालिदासले रघुवंश नाटकमा चर्चा गरिएको हिमाल नजिकैको त्रिवेणी धाम यही थियो। त्रिवेणी धाममा गजेन्द्र मोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेङ्कटेश्वर मन्दिर, नाग बाबा कुटी, राधाकृष्ण मन्दिर, कोटी गाउँ, यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैँचाहरू छन्। यो स्थान प्राकृतिक रूपमा धेरै सुन्दर र धार्मिक तथा पर्यटकीय रूपमा अति नै महत्त्वपूर्ण भएको पाइन्छ। यस ठाउँमा कार्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीको अवसरमा यहाँ ठुलो मेला लाग्ने गर्दछ। यस बेला तीर्थयात्रीहरूको ठुलो भिड लाग्ने गर्दछ। त्रिवेणी धाम मेलामा नेपालका भन्दा भारतका भक्तालुहरूको ज्यादा घुइँचो भएको पाइन्छ। त्रिवेणी धामको मेलामा स्नान अति उत्तम मानिन्छ। स्वर्गबाट देवता र अप्सराहरू समेत यहाँ स्नान गर्नका लागि आउँदै भन्ने जनविश्वास अझै पनि पाइन्छ। त्रिवेणी धामको ख्यातिजनक वंशदेखि नै चलिआएको मानिन्छ। तसर्थ यस स्थानको महिमा राम, सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ। नारायणी नदीको किनारमा रहेको हुनाले पनि यस ठाउँको धार्मिक महत्त्व ज्यादा रहेको छ। नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ। नजिकै वाल्मीकि आश्रम, हरिहर क्षेत्र, देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थस्थल
हरूले पनि त्रिवेणी धामको महत्त्व बढाएको छ। वाल्मीकि आश्रम त्यो ठाउँ हो जहाँ महर्षि वाल्मीकिले रामायणको रचना गर्नुभएको थियो। जब रामजीले सीताजीको परित्याग गर्नुभएको थियो त्यसबेला सीताजी यही आश्रममा बस्नुभएको थियो र उसको जन्म पनि यही भएको थियो।